भाइ के छ आरामै छौ? आरामै छु नि दाइ, भन्नु न के देखाम। देखाउने भन्दा नि तिमीलाई म जब अफर गर्न आएको। मलाई त यही राम्रो हो दाइ। कति पाइरहेको र अहिले यहाँ? घर चलिरहेको दाइ त्यही 15 जति छ। जम्मा म तिमीलाई 25 दिन्छु। 25? तर गर्नुपर्ने चाहिँ के दाइ? एकदम सजिलो हो। कतिजना कस्टमर आयो भने बस काउन्ट मात्रै गर्ने हो तिमीले, अरू केही गर्न पर्दैन। ओके हुन्छ दाइ, म आजै छोडिदिन्छु यो जागिर। दिदी के भयो भाइ? सामान डेलिभरीको लागि आएको हो र? सामान होइन, अब मेरो डेलिभरी हुने हो। मतलब मैले जागिर छोड्नु पर्ने भयो अब। किन के भयो भाइ? तिम्रो लागि नि राम्रो थियो, मेरो लागि नि राम्रो थियो त। त्यस्तो केही होइन दिदी, अब गाउँतिर जाने उतै बस्ने। त नि भाइ, अब छोड्ने भएपछि मैले के भन्नु र खै। दिदी नमस्कार। नमस्कार भाइ, के लिनुहुन्छ? म भर्खर गाउँदेखि सहर काम गर्न आएको दिदी। तपाईँकोमा केही जागिर मिल्छ र? आज चाहिँ यो भाइले जागिर छोडेको थियो, तिमी चाहिँ सही समयमा आयो भाइ। कौन है ये लोग? कहाँ से आते हैं?